सेवा नमस्कार सबैजना साथीहरूलाई। अनि तपाईहरु पनि सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। र आज चाहिँ फर्स्ट भ्लग मैले बनाउँदै छु। कस्तो रहनेछ अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला तपाईहरुले। फर्स्ट टाइम भिडियो बनाउँदैछु नि त, अनि खासै बनाउनु पनि आउँदैन। अनि आज चाहिँ हामी धानको ब्याडे बनाउँदैछौँ, अनि त्यही भएर मल बोक्दैछौँ। म र बहिनी अनि मम्मी पनि हुनुहुन्छ। मम्मी चाहिँ भर्खरै घरदेखि आउँदै हुनुहुन्छ, अनि म र बहिनी चाहिँ फर्किँदैछौँ। अनि त्यही भएर अब भिडियो बनाउँदैको नि एउटा चाहिँ मैले चाहिँ कहिले पनि भ्लग बनाएको थिइनँ नि त, अनि त्यही भएर आज चाहिँ कस्तो हुँदो रहेछ भनेर म पनि एउटा सानो भिडियो बनाइदिनु त भनेर काम गर्दै गरेको भिडियो बनाउँदैछु। सबैजनाले मन पराइदिनु होला। हामीले यहीँको बोक्दैछौँ होइन, भैँसीको मल चाहिँ सकिसकेको थियो नि त अस्ति मकै उयो गरेर, अनि त्यही भएर यही मल बोक्दैछौँ। त्यो कागती यो नि कागती, अनि मकै चाहिँ घरबारी चाहिँ घरको चाहिँ सकेको सुँगुर खोर त्यो घर यस्तो छ होइन, हेर्नु सक्नुहुन्छ तपाईँहरूले। फाइनल्ली गाइज हामीले चाहिँ मल बोकिसक्यौँ। त्यहाँ बहिनीले घोप्टाउँदैछ, अनि म चाहिँ अब आली लगाउन जाँदैछु। अनि आली लगाउनु जाँदैछु। आज चाहिँ यस्तो रहेको छ हाम्रो गाउँमा मौसम, खासै घाम चाहिँ लागेको छैन। कत्रो गर्मी छ हौ छ्या। अन्त हावा पनि चल्नु चलिरहेको छ हाम्रोतिर, त्यही पनि गर्मी रहेको छ। अनि म चाहिँ जेनिसा साम्पाङ राई। अनि मेरो भिडियो मन परेमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला सबैजना साथीहरूले। मैले चाहिँ फर्स्ट टाइम भिडियो बनाएको नि त, अनि खासै राम्रो पनि भएन। त्यही पनि अब फेरि अर्कोचोटिको भिडियोमा आउनेछु। बाई बाई।